कतिले लागू गरेका छन्, कतिले लागू गरेकै छैनन्। यो पहिलो परिचय पत्र निर्णय गरिसकेपछि माधव नेपाल प्रधानमन्त्री हुँदाखेरि लागू निर्णय भयो। एनआरएनका अध्यक्षले त्यो परिचय पत्र लिएका छन्, उनले लिएर उद्घाटन भएको हो। अब नागरिकता दिने सम्बन्धमा हामी सोच्दैछौँ कि दोहोरो नागरिकता त्यस्ता व्यक्तिहरूको लागि दोहोरो नागरिकता दिउँ। तर दोहोरो नागरिकता दिँदाखेरि यो समस्या पनि हल गर्न पर्यो। ए ग्रेड र बी ग्रेड, सी ग्रेड, डी ग्रेड गराउनु भएन। नागरिक भइसकेपछि सबै बराबर हुन्छन्। तर एउटा व्यक्ति अमेरिकाको संसद सदस्य पनि हुन पाउने, त्यही व्यक्ति नेपालमा गएर चाहिँ फेरि संसदमा उठेर संसद सदस्य पनि हुने, त्यहाँको पनि संसद सदस्य, यहाँको पनि संसद सदस्य भयो भने के हुन्छ? यसको समाधान कसले गर्छ? नगर्ला नहोला, तर भयो भने के गर्छ भन्ने जस्ता कुराहरू चाहिँ खडा हुन्छन्। र त्यस्तो अवस्थामा यता अमेरिकामा जन्मिएको मान्छे त राष्ट्रपति नहोला, तर नेपालमा जन्मिएको छ भनेदेखि त त्यहाँ नागरिक पनि छ, नेपाल जन्मिएको पनि छ भने त्यहाँ राष्ट्रपति पनि हुन्छ। यहाँको संसद सदस्य त्यहाँको राष्ट्रपति भयो भने के हुन्छ? हजुर राजनीतिक अधिकार नदिने हो। त्यस भएर त्यही त त्यसको अर्थ के हो भने त्यसको अर्थ हो परिचय पत्र। त्यो नागरिकताको भ्यालु जुन छ त्यो भ्यालु त त्यही परिचय पत्रकै भ्यालु हो। हाम्रो माग चाहिँ के हो? नागरिकता दिनुपर्छ भन्ने होइन। अधिकांश नेपाली भइरहेको नागरिकता चाहिने खारेज नहोस् होइन। नागरिकता खारेज त हुँदैन नि। तपाईले विदेशी नागरिकता तपाईले लिनुभयो भने नेपालको नागरिकता खारेज हुन्छ। त्यो मात्र नहोस् भन्ने हाम्रो विदेशी तपाईले त्यसो भनेर त हुँदैन नि। विदेशी नागरिकता लिएपछि नेपालको कानुन अनुसार, नेपालको संविधान बमोजिम तपाईको नागरिकता खारेज हुन्छ। र तपाईको भनाइ के हो भने विदेशी नागरिकता लिइसकेका व्यक्ति नेपालको नागरिकता नलिए पनि नेपालको नागरिकता पनि लिन पाउने, लिएको रहन्छ भनेर भनेदेखि नागरिकता प्रमाणपत्र लिएको रहन्छ त्यो होइन। मैले त पाउनु पर्यो नि। तपाईले किन जल्दी लिएर आएको छन् नेपालबाट, तिनीहरूको होला मेरो बच्चा यहाँ जन्मियो भने त्यसले उहाँ गएर नागरिकता लिनु नपाओस्, त्यो जायज छ। तर जसले 16 नेपालको नागरिकताले त्यहाँ जिन्दगी बिताएर लिइसकेका छन् उनीहरूको चाहिँ नि लाखलाई नागरिकता दिएको मध्ये 21 लाख कि 22 लाख त पहाडीहरूले लिएका छन्। यी पहाडमै नागरिकता दिएको छ। त्यस बेला जम्मा जम्मी बाँडेको नागरिकता प्रमाणपत्र टोली नै गाउँ गाउँमा गएर बाँडेको भनेर भने एउटा अभियानको रूपमा बाँडिएको थियो। त्यस बेला सबभन्दा धेरै नागरिकता पहाडमा वितरण भएको छ। कहाँ अब 40 लाख चाहिँ एक थरी चाहिँ मानिसहरू यिनी बालकृष्ण नेउपाने अनि त्यसपछि अरू चाहिँ जस्ता राजावादीहरू यिनीहरूले अब सिद्ध्याउने भए भनेर भनिरहेका छन्। त्यो सिद्ध्याउने कुरा त तपाईँले बुझ्नुहोस्, मधेसवादीहरूले प्राप्त गरेको मत कति? 12 लाखभन्दा बढी छैन। तर माओवादी, काङ्ग्रेस, एमाले यिनीहरूले प्राप्त गरेको, तराईमा प्राप्त गरेको मत, सबैको चाहिँ प्राप्त गरेको मत 36 लाख छ। उनीहरूले प्राप्त गरेको मत उनीहरूले यत्रो चाहिँ बहुमत गराएका छन्। 40 लाख मत उताबाट ल्याएको भए त्यही 12 लाख मत हुन्थ्यो उनको। भने यस्तो चाहिँ उडन्ते कुराहरू चाहिँ छन् जम्मै। त्यस बेला जम्मा जम्मी बाँडेको 40 लाख भनेर भन्ने छ भने धेरै पहाडमा वितरण भएको छ। त्यस भएर यो पनि कुरा गलत हो। तपाईँले भनेको बङ्गलादेशीले नागरिकता लिएर गए भनेर भन्ने पनि हो। त्यस्ता किसिमका गलत मानिसहरू त्यो के भने नेपालको नागरिकता लिएर होइन कि नक्कली नागरिकता बनाएर, नक्कली चाहिँ पासपोर्ट बनाएर गएका हुन् तिनीहरू। त्यो त त्यही यही अमेरिकामा पनि एउटा पक्राउ परेको छ होइन? अमेरिकामा पनि त्यस्तो किसिम गरेको कहाँ पक्राउ परेको छ। भर्खरै पक्राउ परेको छ। मलाई अस्ति मात्रै एकजना मान्छेले चाहिँ भनिरहेका थिए यसरी बिचमा यत्रो पैसा चाहिँ 32 लाख कति पैसा चाहिँ खाएछ। त्यो त विदेशमै चाहिँ कारखाना पो खोलेर त्यसले भनेर चाहिँ भन्दै थिए। यस्ता किसिमका कामहरू एकातिर चाहिँ भइरहेका छन्। हामीले आफैले पनि सोचौँ कि एउटा उपाय केही निकालौँ नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने। तर नागरिकता प्रमाणपत्र प्राप्त गरे पनि कुन चाहिँ नागरिकता हो तिमी, A क्लासका हो कि B क्लासका हो भनेर भन्ने स्थिति आउनु भएन। नागरिक भइसकेपछि बराबरी मान्यता हुनु पर्यो। तर त्यो नागरिक
साँच्चै कि यो मैले भने जस्तो अमेरिकाको सिनेट हुने नेपालको प्रधानमन्त्री पनि भयो भने के हुन्छ गरेर अर्को सम्झौता गर्न सकिन्छ। तर नेपालमा विद्युत उत्पादन भारतमा बिक्री गर्नको निम्ति भनेर भन्ने मानसिकता तपाईँले हटाइदिनुहोस्। हाम्रो त्यो मानसिकता छैन अहिले। त्यसबाट त्यो पाठ्यमा हामी जाने नै होइन। हामीले हाम्रो देशको इन्फ्रास्ट्रक्चरको लागि विचार गर्दाखेरि अहिले हाम्रो देशमा प्रत्येक वर्ष 70 अर्ब नेपाली रुपियाँको पेट्रोलियम पदार्थ जान्छ। हामीले आफ्नै आर्थिक क्रियाकलापबाट 70 अर्ब रुपियाँ चाहिँ उत्पादन कहाँ गर्छौँ? कहीँ पनि गर्दैन। त्यही भन्सारबाट चाहिँ प्राप्त भएको राजस्व छ, त्यसबाट हामी तिरिरहेका छौँ। जलविद्युत उत्पादन गरेर त्यो 70 अर्ब रुपियाँ मध्ये अनिवार्य रूपले खर्च नगरी नहुने ठाउँमा पेट्रोलियम पदार्थ ल्याउने, अरू सबै विद्युतबाट आपूर्ति गर्न सकिन्छ, प्रतिस्थापन गर्न सकिन्छ। त्यसमध्ये 10 अर्बको प्रति वर्ष पेट्रोलियम पदार्थ ल्याउने, 60 अर्ब बराबरको हामीलाई चाहिने जो ऊर्जा हो त्यो विद्युतबाट प्राप्त गर्न सकिन्छ। र त्यो 60 अर्ब बराबरको विद्युत उत्पादन गर्ने कुराले 10,000 मेगावाटको खपत भइहाल्यो। ट्रेन तपाईँ चलाउनुहोस्, त्यसैबाट बस चलाउनुहोस्, त्यसैबाट कारहरू चलाउनुहोस्, त्यही किसिमले हरेक ठाउँमा तपाईँले विद्युतबाटै चाहिँ सबै कुरा गर्नुहोस्। र त्यो गर्दा बित्तिकै नेपालको स्थिति धेरै माथि पुग्छ। यस्तो किसिमको चाहिँ कुरा हामीले अब सोच्नुपर्छ। पश्चिम सेती जलविद्युत योजना भन्ने अस्ट्रेलियाको कम्पनीले नेपाल सरकारसित सम्झौता गरेर लिएको थियो। त्यसले 50-60 करोड रुपियाँ लगानी पनि गर्यो। तर त्यो 54 सालमा उसित सम्झौता भएको हो। आज 68 भनेको 14 वर्ष भयो। 14 वर्षसम्म पनि उसले